त्यसरी तिमी यस्तै कुरा गर्छौ भने म यो नरियलको बोट जेसीबी वाला दाइ कता हो कसो गरौँ भन त यो नरियल काँचै चट्ट टिपो कि अनि पानी बेच्नुपर्छ त्यसो गर्दा राम्रो हुन्छ पानी नरियलको पानी बेच्नुहुन्छ कति हुन्छ त पानी पानी 100 रुपियाँ गोटा पनि बिक्न सक्छ नि त गर्मीको मौसम मुला त नरियलको पानी बेचेर चाहिँ केही हुनेवाला छैन पछि सुकेपछि टक्क सुकेको नरियलै बेच्दा भइगयो नि पानी सुकेको पनि पानी भइहाल्छ मेरो कुरा मान न यसलाई काँचै बेचौँ क्या सुकेपछि बेच्नु मान्दिनौ तिमी त्यो काँचो कलिलो चाहिँ कसले किन्छ हौ न काँचै खान्छन् क्या पानी खानालाई अहिले त बजारमा यो त टक्क काँचै बिक्छ अरूले काँचो बेच्छ नि पछि हामी सुकेको झन् फाइदा काँचै दिमाग यो नरियल काँचैमा बेच्दा फाइदा हुन्छ काँचैमा काटिदियो भने फेरि अर्कोचोटि फल पनि लागिहाल्छ बोटलाई पनि असर गर्दैन कि सुकाएर नबेचौँ कस्तो कुरो नबुझेको हो तपाईँले त्यो नरियल काँचो बेच्नु र सुकेको बेच्नुमा सुकेकै बेच्नु राम्रो नरियलको दाम पनि सुकेको बढी हुन्छ त काँचो पानी मात्रै खाने हो अरू ख्याल्ने हो पट्टै ढालिदिन्छु बरु ढाल्नु सुकेर मात्रै टिप्ने हो तिमी काँचो कसरी टिप्छ भन काँचैमा बेच्दै कि नबेच्ने जुनै पनि फल भनेको पुरा फल फलेर पाकेर काँचैमा बेच्दै कि नबेच्ने त्यो भन मलाई नबेच्ने ओके त्यही त हाम्रो त नरियल थियो नि म काँचैमा बेचौँ फाइदा हुन्छ भनेको बुढी मान्दैन सुकाएर बेच्ने भन्छ सबै काम छोडेर एकछिन यहाँ आउनु त यो नरियलै उखेलेर फ्यालिदिउँ अनि कसरी बेच्ने A few moments later